बच्चा हेर्ने कामलाई त एउटा बच्चा हेर्नु त हो नि भन्नेहरूलाई मेरो एउटा क्वेसन। टिभी हेरेको हो र मन परेको बेलामा हेर्ने अनि मन नपरेको बेला बन्द गर्नलाई 24 घण्टामा 24 घण्टै ड्युटी बस्नुपर्छ। बिरामी भयो, आज अल्छी लाग्यो, आज सक्दिन भन्न मिल्दैन। मलाई यादै छैन नानी जन्मेदेखि आजसम्म लास्ट टाइम कहिले 8 घण्टा पुरा निद्रा पुर्याएर उठेको। बसेर उसलाई हेरी मात्रै राख्ने काम भए त त्यो नि ठिकै थियो। पकाउनु परेन, खुवाउनु परेन, नुहाइदिनु परेन, ऊ इरिटेट भएको बेलामा आफू उसलाई इन्टरटेन गराउनु परेन, सुताउनु परेन, अनि आफू पनि त खानु पर्यो। नानी बामे सर्ने भइसकेपछि जे पनि टिपेर मुखमा हालिदिने, रुम पनि सफा गर्नै पर्यो। साँच्चै भन्नुपर्ने हो भने 1 मिनट नि फुर्सद हुँदैन। अनि अझ के छ र तिम्रो काम पो भनिदिने। आफ्नो बच्चाको माया भएर मात्रै हो, नत्र यो जिम्मेवारी उठाउन कति गाह्रो छ। एकचोटि आमा बनिसक्नु भएकोहरूलाई त पक्कै पनि याद छ। बिर्सिनु भयो भने पनि एकचोटि सम्झिनु होला ती आफ्ना दुःखका दिन र अनि